सम्पूर्णमा नमस्कार। आज हामी फरक क्षमता भए पनि आफ्नो क्षमता, मेहनत र सङ्गीतप्रतिको उहाँको लगावले धेरैलाई प्रेरणा दिनुभएका गणेश प्रसाद अर्याल हामीसँग हुनुहुन्छ। उहाँ हार्मोनियम बजाउनुहुन्छ, गीत सङ्गीत गाउनुहुन्छ अनि हाल चाहिँ सङ्गीतमा ब्याचलर तहमा अध्ययनरत हुनुहुन्छ र आज हामी उहाँको जीवन, सङ्गीत यात्रा र अनुभवबारे छोटो कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ गणेश प्रसाद अर्यालजी। हजुर नमस्कार। मेरो पनि यहाँलाई दुई हात जोडेर नमस्कार छ। हजुरको छोटकरीमा परिचय दिनुहोस् न, कसरी दिन चाहनुहुन्छ? हजुर नमस्कार। मेरो नाम चाहिँ गणेश प्रसाद अर्याल। हाल मेरो बसेर चाहिँ काठमाडौँ बालिसमा छ। अनि मेरो घर चाहिँ गुल्मी दरबारी गाउँपालिका चारपाला वडा नम्बर 7 मा छ। अनि म चाहिँ अहिले ब्याचलर को 3rd इयर तहमा सङ्गीतबाटै अध्ययनरत छु। अनि जुजनले रामकृष्ण पौडेल फेसबुक हेरेर बस्नुभएको छ। मेरो फेरि पनि दुई हात जोडेर नमस्कार भन्न चाहन्छु। धन्यवाद गणेशजी। अनि तपाईँलाई यो सङ्गीतप्रति कसरी रुचि जाग्यो? सङ्गीतप्रति वास्तवमा भन्दा यस्तो छ सर, अब सङ्गीतप्रति वास्तवमा मैले सानैदेखि नै मेरो सोचेकै कुरा हो भन्नुपर्छ होइन। अब जब होस्टेलमा म गएँ 2065 साल वैशाख 23 गते भर्ना भएँ, त्यहाँ मैले एउटा किबोर्ड देखेँ क्यासियोको। एकदम पहिला चलेको किबोर्ड होइन, क्यासियोको किबोर्ड। आजभोलि त्यो किबोर्ड हराएको रहेछ। त्यो किबोर्ड देख्दाखेरि मैले सङ्गीत गर्छु अथवा सङ्गीत पढ्छु होइन। त्यो तोती बोली छँदा नि, त्यो बालक छँदा नि मैले के सोचेँ त भने म सङ्गीतै लिएर पढ्छु। मेरो यही नै चाहने सङ्गीत हो, मेरो इच्छा नै सङ्गीत हो, मेरो सब कुरा सङ्गीत हो भने मैले त्यतिखेरै मैले डिसाइड गरिसकेको थिएँ। अनि त्यहीबाट नै मेरो सङ्गीतप्रति लगाव भयो। अनि हालसम्म अनि सङ्गीतमै सङ्घर्षरत छु। अनि अर्को कुरो के भयो भने 69 सालमा मेरो माघ 2 गतेतिर हाम्रो होस्टेलमा हार्मोनियम ल्याउने कुरा भयो होइन। हार्मोनियम ल्याउने कुरा भयो, हार्मोनियम पनि ल्याउनु भयो। त्यहाँदेखिबाट अलिअलि मैले बजाउँदा त्यहाँबाट अलिअलि सिकेँ होइन, गीतमा बजाउँदै। अनि त्यहाँबाट सिकेँ। त्यहीँ गाउँदै साथीहरूको सरसल्लाह अनि सबैको यताउति भजन मण्डली यताउति बाहिर हिँड्दाखेरि स्कुलको प्रोग्राममा पनि सरहरूको सल्लाह सुझाव सबै यताउता गर्दाखेरि सङ्गीतमै लाग्नुपर्छ भन्ने दृढ सङ्कल्प पनि भयो र सङ्गीतमा लाग्नुपर्छ भन्ने एकदमै इच्छा शक्ति पनि भयो। त्यस कारण अहिलेसम्म सङ्गीतमै सङ्घर्षरत छु र सङ्गीतबाट कहिले पनि पर भाग्नु नपरोस् भन्ने मेरो इच्छा पनि छ। हजुर यसरी नै भयो। हजुर यो तपाईँले हार्मोनियम पनि लिएर आउनु भएको छ यहाँ। हजुर यो हार्मोनियम सङ्गीत अनि तपाईँले गीत पनि गाउनुहुन्छ, कसरी म्यानेज हुन्छ यो? यसको सङ्गीत भनेको यो सबै बजाउने गाउने सबै हो कि कस्तो हो? यो फरक फरक पार्ट हुन्छ? होइन, गीत गाउने पार्ट फरक हो। हजुर तपाईँको बजाउने पार्ट फरक हो। हजुर हुन त अब मेहनतले सबै एउटै कुरामा तपाईँले त सबै गर्नुहुन्छ। हजुर म गिटारहरू पनि मादलहरू पनि तबला बजाउँछु होइन। हजुर जस गर्छु मैले चाहिँ मेहनतले नै गर्दा भएको हो होइन। गाउनेबाट फरक हो, हार्मोनियमबाट फरक हो। किनभने गाउँमा गाउँदै जति पनि गाए हुन्छ होइन, एउटा गाउनेको रियाज अलग हुन्छ। किनकि गाउन देखाइ चाहिँ गाउँदाखेरि चाहिँ हामीले तानपुरामा रियाज गर्नुपर्छ, तानपुरामा होइन। हजुर हजुर म यो देखाइदिइ पनि दिन्छु। कस्तो भने तानपुरा भने कस्तो भने यो असली तानपुरा चाहिँ रागिनी हुन्छ, तारमा ट्युनिङ गर्ने हुन्छ होइन। हजुर हजुर यहाँ चाहिँ हामीले अब तानपुरा गर्छ चाहिँ मोबाइलबाट एप्लिकेसनबाट डाउनलोड गरेको तानपुरा हुन्छ। यहाँ तानपुरा छ, म तपाईँलाई देखाइदिन्छु। यहाँ तानपुरा छ, ठिकै छ। त्यसलाई यहाँबाट यसरी रियाज गर्ने गाउने चाहिँ हजुर गाउने चाहिँ हजुर यसरी नै रियाज गर्ने हजुर तपाईँको सुर लाउने हुन्छ होइन। हजुर गायनको रियाज पक्का रियाज यसमा हो। हार्मोनियम पछि बजाउनेबाट अलग भयो तर गाउनेबाट अलग हुन्छ। किनभने गाउँदाखेरि रियाजमा त जहिले पनि यसमै युज हुन्छ। अनि हामीले दर्शकहरूलाई हामीले भनिसकेका छौँ होइन, फरक क्षमता भएका हाम्रा गुल्मी दरबार गाउँपालिका वडा नम्बर 7 ठुला पोखरा बसोबास स्थायी बासिन्दा हुनुहुन्छ गणेश प्रसाद अर्यालज्यू। उहाँको चाहिँ फरक क्षमता भन्ने बित्तिकै तपाईहरुलाई कौतुकता लागेला के हो कसो हो भन्नु होला
उहाँले दुवै आँखाले कति पनि देख्नुहुन्न होइन गणेशजी सही हो? हजुर सही यो कहिले तपाईँ जन्मदाखेरि नै यस्तो भएको हो कि पछि आएर यस्तो भएको हो कि के हो यसको बारेमा थोरै बताइदिनु। यसमा के छ भन्दाखेरि अब वास्तवमा मेसिनरी भाषाकोमा क्यामेरा भन्छन् होइन। हजुर हो। क्यामेरा मेरो गुमेको हो होइन। हजुर अब वास्तवमा के भने मेरो बच्चादेखि नै हजुर मैले जान्दाखेरि नै म यस्तो थिएँ होइन। हजुर, हजुर। म पहिला हस्कास बसेको इन्डिया हजुर हस्कासमा रहँदाखेरि मैले अलिअलि आफ्नो चाल पाउँथेँ अलिअलि। हजुर। त्यतिखेर हुँदा नै म यस्तै थिएँ, हजुर बच्चै हुँदाखेरि यस्तै थिएँ। हजुर अब भन्न चाहिँ भन्नुहुन्छ अलिअलि अब घर हुँदा चाहिँ परेवाहरू छोप्ने यताउति दुगुर्ने अलिअलि गर्थ्यो भन्नुहुन्थ्यो भन्नु चाहिँ होइन। हजुर। तर मैले जाँदाखेरि चाहिँ आफूलाई चाहिँ यस्तै रूपमा पाएको जस्तो लाग्छ भन्ने फिल हुन्छ। ए लगभग जन्म यस्तै भन्दा हुन्छ खास। जन्मस्थली। हजुर हजुर। अनि हजुरले यो माध्यमिक तह चाहिँ कहाँबाट उत्तीर्ण गर्नुभयो? माध्यमिक त भनेको मैले 10सम्म चाहिँ हजुर हजुर श्री जनजति मावि रिमुवा रुरु क्षेत्र हजुर रुरु क्षेत्र गाउँपालिका मैले त्यहाँ पढेँ। ए त्यसपछि तपाईँ त्यसपछि 11मा चाहिँ म सृजना कलेज अफ फाइन आर्ट्समा भर्ना भएँ। हजुर त्यहाँ पढेँ काठमाडौँ होइन? हजुर। अनि तपाईँलाई सबैभन्दा मनपर्ने गायक वा सङ्गीतकार को हुनुहुन्छ होला? मलाई अलिकति रियाजमा पोख्छ अलिकति राम्रो शिव दाई लाग्छ, शिव परिवार। शिव परिवार। हजुर ए सङ्घर्षले हेर्दा पनि उहाँको सङ्घर्षले हेर्दा पनि उहाँको रियाजले हेर्दा पनि सबै कुराले गर्दा शिव दाई नै अलिकति हो कि जस्तो लाग्छ मेरो विचारमा होइन। सुन्दा फरक फरक मान्छेको फरक फरक आस्था हुन्छ, फरक फरक सङ्गीतकारहरू हुन्छ होइन। तर म चाहिँ शिव दाईलाई नै रोज्छु, शिव दाईले लाग्छ सङ्घर्षशील व्यक्ति लाग्छ। अब थोरै तपाईँको पढाइ र जीवन सम्बन्धी तिर लागौँ। हुन्छ। तपाईँलाई यो दुवै आँखाले नदेखिने भनियो तर तपाईँको मनले देख्छ, सबै देख्नुहुन्छ तपाईँले देख्नु त, तर हामीलाई चाहिँ त्यस्तो अप्ठ्यारो महसुस भएको मात्रै हो। यो कतिको चुनौतीहरू आयो यो पढ्दाखेरि? तपाईँले फरक ब्रेड लिपि पढ्नु पर्यो होइन? कस्तो समस्या हुँदो रहेछ कि नर्मल्ली अरूले चाहिँ देखेर पढे जस्तै हजुरलाई पनि त्यो ब्रेड लिपि त्यस्तै लाग्छ कि कस्तो हुन्छ त्यो? अलिकति थोरै बताइदिनु। होइन यसमा चाहिँ यस्तो छ हजुर। अब कहिले काहीँ के हुन्छ भन्दाखेरि स्वाभाविक हो होइन। अरूले ढक्क अब यसरी हेर्दाखेरि त होइन, यसरी ढक्क हेर्दाखेरि त अगाडि काम राखेर हेर्दाखेरि त हजुर हाम्रो चाहिँ मेसिनरी हजुर आँखाले चाहिँ किन काम गरेन त होइन? हजुर किन चाहिँ यो आँखाले अब अरूले अरू सरसँग हामी किन भइएन त भन्ने त सुरु एकदम कदरता हुन्छ सर। हजुर खुन्दुरी लाग्छ हामीलाई पनि होइन। हजुर तर पछि जान्दै गयो बुझ्दै गयो होइन। चुनौती त धेरै हुन्छन् सर होइन। चुनौती त धेरै हुन्छन्, म त्यता पनि आउँछु होइन। अनि पछि गएर हेर्दा त सबैले ढक्क हेर्दा त अब सबैले आँखाले हेरेर पढेर चाहिँ यहाँ चाहिँ गोलो भन्छन् होइन, जस्तो गोलो घुमाउने भन्छन् के हो होइन। अब गोलो कका लेख्ने कसरी कसरी घुमाएर लेख्ने भन्छन्, त्यो त थाहा भएन। अनि पछि यताति बुझ्दा बुझ्दै जान्दै एउटा त्यही रिमोमा भर्ना भएँ। त्यसपछि हाम्रो स्रोत कक्षा भन्ने हुन्छ एउटा, त्यो स्रोत कक्षामा राखेर हामीलाई 6 महिना वर्ष दिनको ट्रेनिङ हुन्छ। त्यो ट्रेनिङ गरिसकेपछि अक्षर चिनिसकेपछि लेख्न 3टा स्टेप हुन्छ। पहिलो कुरो घोक्ने हुन्छ, त्यसपछि लेख्ने हुन्छ, त्यसपछि अक्षर रिकगनाइज गर्ने अथवा छान्ने भन्ने हुन्छ कि होइन। त्यो 3टा प्रोसेस गरिसके पछाडि चाहिँ नि अब हामीलाई क्लासमा भर्ना गरिन्छ। भर्ना गरेपछि त्यसपछि त हामीलाई सहजै हुन्छ। त्यो फरक कुरो कहाँ कुरो हुन्छ भने व्हाइटबोर्डको अक्षर देखिँदैन। व्हाइटबोर्डको अक्षर नदेखेपछि अब भन्न लगाउनुपर्छ अरूलाई, अनि अरूले भनिदिन्छन् अनि त्यही हिसाबले हामीले लेख्ने पढ्ने त्यसरी। अनि अर्को कुरा अब ब्रेल किताब भन्छ झन् राम्रो। त्यस्तो। अनि यो तपाईँ ब्याचलरको अहिले 3rd इयर भन्नुभयो। यसमा चाहिँ सबैभन्दा ठुलो यो यात्रामा सबैभन्दा ठुलो सङ्घर्ष के थियो? सबैभन्दा सम्झन लायक एउटा सङ्घर्ष त तपाईँको सङ्घर्ष जीवन हो, हामी सबैको हो। अझै विशेष तपाईँहरूले बाटोमा हिँड्दा देख्नुहुन्न, त्यसमा धेरै विभिन्न बाधाहरू त छन्, तर पनि त्यसमा चाहिँ अलिकति सम्झन लायक एउटा सङ्घर्ष तपाईँको कसरी चाहिँ यो यात्रा अगाडि बढाइरहनु भएको छ? 3rd इयर आउँदा हजुर सङ्घर्ष धेरै छ सर। यताको सङ्घर्ष छुट्टै छ होइन, उताको सङ्घर्ष छुट्टै छ। यताको सङ्घर्षले कुरा गर्दाखेरि म्युजिक पढ्छु भन्दा भविष्य छैन म्युजिकमा, तिमी हामीलाई नदेख्ने र त्यति खासै भविष्य छैन भन्दै होइन। तर अब मैले अब त्यता नै आफ्नो इच्छा होइन मार्न सकेन। अनि अरूले पो गर्न सकेन नि त होइन, एउटाले सकेन भनेर सबैले नसकेन त होइन नि त होइन। भनेर दृढ सङ्कल्प लिएर होइन
त्यो सङ्गीतमै लाग्ने दाइहरूसित बसेर हजुर। यताउति छलफल गरेर यताउति सबै कुरो मिलाएर जाँदाखेरि अलिअलि सङ्घर्ष यता पनि भयो। सङ्घर्ष मेन कुरो सङ्घर्ष कहाँनिर भयो भन्दाखेरि कसरी के गर्छ काठमाडौँमा होइन, हजुर काठमाडौँमा कसरी खान्छ, कसरी बस्छ, कसरी पकाएर खाला होइन, घरबाट पनि कि हजुर अब भयो हुन्छ नि त एउटा चिन्ता हो। होइन, सबैलाई एउटा छोराछोरी नर्मल मान्छेलाई चिन्ता हुन्छ गाडी अब कसरी गर्छ के गर्छ भने अब हामीलाई त चिन्ता हुने स्वाभाविक हो नि त। तर त्यो यताको सङ्घर्ष त छुट्टा थियो होइन, सुरुमा कोठा पनि नपाउने होइन, हजुर होस्टेल पनि पाइएन हजुर सुरुमा होइन, दिँदैन नि त। अनि अर्को कुरो अब म्युजिक पढ्ने मान्छेलाई हल्ला हुन्छ भन्छ जान्दिनँ ए अनि घरको टिभी त त्यस्तै होइन। हजुर तर पछिल्लो पालिमा मैले झेल्ला परेन 12मा आउँदा चाहिँ हजुर एकदम सपोर्टिभ हुनुभयो उहाँहरूले लैन्चर हुनुहुन्छ, घरबेटी लैन्चर बस्नुहुन्छ होइन, हजुर। त्यतिखेर चाहिँ राम्रै भयो। यो समाजमा चाहिँ सबै खराब मान्छे त छैन नि? छैन नि, सबै खराब पनि छैनन् असल पनि छैनन् होइन, जुनसुकै पनि चाहिँ तपाईँ अमेरिका जानुहोस् जापान जानुहोस् होइन, त्यहाँ खराब पनि छैन असल पनि छ कि। हो। अमेरिका भने सबै राम्रो अनि हुँदैन नि त, जापान तपाईँले त्यही त। तपाईँले परिवार र यो समाजबाट कस्तो साथ पाउनु भएको छ? ठिकै छ, राम्रै छ। अनि म पहिलाको कुरोले यसो जोडेँ है त सर। हजुर थोरै जोड्नु। अनि यताको सङ्घर्ष चाहिँ अलिअलि लड्दा लड्दै यताउति गयो। हजुर अनि उताको सङ्घर्ष चाहिँ अब 12 पढियो। हजुर 12 पढिएपछि अलिअलि अब काम पनि गर्नु पऱ्यो होइन, जोडीमा काम पनि गरेँ। हजुर अब काम गर्दै दोरीसाँझमा काम गर्नु। दोरीसाँझमा काम गरेँ, सङ्घर्ष गर्दै पढ्दै हजुर राति काम अब बिहान रातभरि काम गर्ने अनि बिहानबाट सुत्ने होइन, दिउँसो कलेज जाने गाह्रो त छ नि सर, मलाई पनि अहिले पनि गाह्रो छ होइन, अहिले पनि सङ्घर्ष गर्दैछु होइन, हजुर त्यसरी गर्दैछु अहिले पनि चुनौतीहरू छन् होइन। अनि सङ्घर्ष गर्दै जाँदा अनि बाटोघाटो यताउति होइन, बिहान उठ्नु पर्ने होइन, हजुर। धेरै लोड अनि सबै कुरा अभ्यास गर्दा गर्दै काठमाडौँको ट्राफिक जाम। हजुर ट्राफिक जाँदा त्यस्तै भइहाल्यो, समयमा खाना पकाएर खान नसक्ने होइन, हजुर त्यतिखेरको चुनौती छुट्टै थियो। हजुर अनि अब दोरीसाँझबाट काम गरेर आएपछि रियाज पनि राम्ररी गर्न नपाउने कि सर। हजुर अनि मलाई चाहिँ किन चाहिँ कहाँ लाग्छ भने सबैले राम्ररी पढिरहेको रियाज पनि गरेर होइन, म चाहिँ काम गर्नुपर्छ, अब काम नगरी आफ्नो मन छैन है, हजुर अब रियाज गर्नै नपाउने है, त्यति बेला चाहिँ मलाई अलिक कसो कसो खिन्न लाग्ने है। हजुर त्यही हो चुनौती सङ्घर्ष त मेन नै हो नि। अब कहिलेकाहीँ अब यताउति हिँडाइ यताउति सबै कुराले गर्दा होइन, मेन कुरो टाइमले गर्दा अलिकति मलाई चुनौती छ, अहिले पनि सङ्घर्ष गरिरहेको छु होइन, त्यही हो। अहिले बिदामा हुनुहुन्छ? हजुर बिदा छ। बिदामा हुनुहुन्छ। ए अनि मैले अघि जोड्दै थिएँ हजुर परिवारबाट एकदमै साथ पाउनु भएको छ, एकदम। समाजबाट कस्तो छ, सहयोगहरू केही हजुरलाई कतैबाट केही सहयोग भएको छ कि छैन? यस्तो छ समाजबाट भन्दाखेरि नि अब समाजले पनि मलाई अब राम्रै गरेका छन् होइन। पहिला चाहिँ के हो कसो हुन्छ यताउति भन्ने कुरा गर्थेँ, हजुर जागिर चाहिँ खानुपर्छ सरकारी भन्ने कुरा थियो। हजुर अनि अब पछि अब त्यो मैले पनि खासै उयो गरिनँ, पछि त म आफ्नै बाटोमा हिँडेँ नि त। हजुर आफ्नै बाटोमा हिँड्दाखेरि अब राम्रो मैले राम्रो गर्दै जाँदाखेरि ल राम्रै रहेछ भन्ने कुरा नि हो। अनि राम्रो गर्नुभएको छ, सहयोग त अनि सहयोगको कुरा छ, सहयोगबाट आएको भने त्यति छैन सर, हजुर यथार्थ कुरा गर्नुपर्छ होइन। हजुर त्यो गाउँपालिकाबाट एउटा हाम्रो सहयोग भएको थियो। हजुर गुल्मीदरबार गाउँपालिकाबाट हाम्रो सहयोग भएको थियो। त्यतिखेर हाम्रो लस्कर सर पनि हुनुहुन्थ्यो। ए लस्कर पाण्डे सर। हजुर अनि अब सहयोग पनि भएको थियो, अलिअलि भएको थियो, सहयोग भएको थियो, अलिअलि भएको थियो। अनि यहाँ चाहिँ मलाई त्यति व्यक्तिगत रूपमा सहयोग छैन सर होइन, अपेक्षा पनि गरेको छु, किनभने मास्टर्स गर्दासम्म अलिकति मलाई केही राहत दिनु कसरी दिनुभयो, सहयोग दिनुभयो राम्रो हुन्थ्यो भन्ने कुरा होइन, अपेक्षा छ। हजुर अपेक्षा छ। किनभने मास्टर्स मैले म्युजिकबाट जसरी पनि सक्नुहुन्छ होइन, पिएचडी गरेर नगरौँ अर्को कुरा, तर मास्टर्ससम्म चाहिँ एटलिस्ट गर्न पायो भने मेरो इच्छा होइन पुरा हुन्थ्यो भन्ने कुरा छ होइन। अनि अर्को कुरा मलाई हिजो आज मेरो कम्प्युटरले गर्न काम गर्नुपर्ने भएर हजुर हजुर कम्प्युटर एउटा राम्रो खालको अलिकति कम्प्युटर ल्यापटपसँग अलिकति राम्रो भइदियो भने राम्रो हुन्थ्यो। किनभने मेरो छ एउटा कम्प्युटर पुरानो, त्यसले काम गरेन होइन, काम गर्न छोडिसक्यो। कतैबाट सहयोग भयो भने हजुर भन्नुभएको एकदम हजुर कतैबाट सहयोग भयो भने राम्रो हुन्थ्यो। किनभने मलाई अलिक चुनौती छ त्यो कम्प्युटरबाट गर्नु होइन, पुरानो विन्डोज भएको कारणले होइन, विन्डोज चिलाएर राखिसक्यो, त्यसको कारणले भयो भने राम्रो हुन्थ्यो मलाई अलिकति
सहयोग भयो भने अहिले चाहिँ फिलहाल रूपमा चाहिँ कुनै पनि सहयोग छैन। सहयोग भयो भने राम्रो हुन्थ्यो। आशा छ यहाँको हजुरको फेसबुक हेर्ने कुनै दर्शकले अथवा फेसबुकमा जसले हेर्नुहुन्छ उहाँले सहयोग गर्नुहुन्छ भन्ने मलाई आशा छ सर। हजुर ल एकैछिन हामी हजुरको कला हेरौँ न त। ठिक छ। मेरो एउटा गाह्रो भएको छैन। ठिक छ। शिवरञ्जनीमा कम्पोज भएको गीत गाएको मैले होइन। धन्यवाद हजुरलाई। मिठो गजल सुनाउनु भयो। गजल होइन गीत गीत होइन हजुर गीत सुनाउनु रागमा कम्पोजिसन भएको गीत हो यो। शिव र राग शिवरञ्जनीमा कम्पोज भएको गीत हो यो। हजुर लाग्ला नि त होइन। हजुर त्यही त ल एकदम राम्रो छ। अनि अब हामी अन्त्यतिर आइसकेका छौँ। तपाईँलाई यो जीवनमा यो यस्तो फरक क्षमता भएका व्यक्तिहरू फरक क्षमता भएका फरक हुनुहुन्छ। कसैको खुट्टा नहुन सक्छ, कसैको चाहिँ तपाईँको दुवै आँखाले नदेख्ने हुनसक्छ, कसैको कानले सुन्न नसक्ने हुन्छ। हामी चाहिँ फरक क्षमता भन्छौँ त्यसलाई होइन। त्यस्तो व्यक्तिहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ, के सन्देश दिन चाहनुहुन्छ उहाँहरूलाई? सर्वप्रथम त तपाईँले यो क्वेसन सोध्नुभयो, यहाँलाई फेरि पनि धन्यवाद छ हजुर है। म चाहिँ के भन्न चाहन्छु भने सबैजनाले आफ्नो भाग लिएर जन्मेको हुन्छ जस्तो लाग्छ मलाई। आफ्नो भाग तपाईँको भाग ल्याउनु भएको छ होइन, मैले मेरो भाग ल्याउनु भएको छ, मैले मेरो भाग ल्याएको छु होइन। यो जिन्दगीमा सबैले केही न केही कमी सबैलाई छ है, केही न केही कमी सबैलाई छ हेर्नुहोस् होइन। मलाई आएको कमी होला, तपाईँलाई अब मानव अब पैसा कमी अब के कमी हुन्छ नि त होइन। कमी मान्छेलाई हरेक मान्छेलाई आफ्नो कमी सबैले महसुस गरेकै हुन्छ नि, र कमी सबैले भएकै हुन्छ। त्यस कारणले म चाहिँ के भन्छु भने हरेस नखानुहोस् कसैले पनि होइन। हरेस भन्ने कुरा खाने होइन, केही न केही गर्नुहोस्, केही न केही लक्ष्य ल्याउनुहोस्, दृढ सङ्कल्प गर्नुहोस् होइन। हामी केही बाँच्नको लागि जिउने भन्दा पनि केही के अरे बाँच्नको लागि जिउनको लागि बाँच्ने
पर्छ जस्तो लाग्छ मलाई। बाँच्नको लागि जिउन भन्दा पनि हजुर केही अब के अरे जिउनको लागि बाँच्न पर्छ जस्तो मलाई लाग्छ होइन। किनभने समय सबैको लागि प्रतिकूल पनि हुन्छ होइन, के अरे उपयुक्त पनि हुन्छ। अब यो समय राम्रो नराम्रो सबैको लागि समय बराबर हुन्छ सबैको जस्तो लाग्छ मलाई होइन। समयले सबैलाई साथ दिन्छ र समयले सबैलाई साथ छोड्छ पनि होइन अन्त्यमा होइन, हामी पनि अन्त्यमा जानै पर्छ। त्यस कारणले अब आज हाम्रो प्रशान्त दाइ बित्नुभयो होइन, साह्रै दुःखद। मेरो मनपर्ने कलाकार हो प्रशान्त दाइ। उहाँलाई हामीले यस कार्यक्रमबाट हार्दिक श्रद्धाञ्जली पनि हजुर, हामीले यस कार्यक्रमबाट हार्दिक श्रद्धाञ्जली पनि दिन चाहन्छौँ। किनभने मनपर्ने मुभीहरू गर्नुभएको छ उहाँले, निशानी, धडकन 2 होइन, उहाँको मनपर्ने मुभी गोर्खापटन एकदम राम्रो लाग्छ मलाई होइन उहाँको गीतहरू पनि। अनि त्यस कारणले म जोड्दैछु। अनि म के भन्छु भने कसै व्यक्तिले पनि हरेस नखानुहोस्, हजुर हरेस कसैले पनि खानुहुन्न। जीवनमा भगवान्ले सबैलाई एउटा राम्रो इच्छा शक्ति ल्याएर जन्माएको हुन्छ जस्तो मलाई लाग्छ होइन। हामी पनि त्यही भित्र पर्छौँ होइन। त्यस कारणले सबैले लक्ष्य लिनुहोस्, दृढ लक्ष्यमा पुग्ने सङ्कल्प गर्नुहोस् होइन। हिँड्नुता बोध नराख्नुहोस् होइन, एउटा आफू पनि के हो भन्ने ऊ राख्नुहोस्, आफूमा एउटा हिम्मत जगाउनुहोस्। त्यही नै हो मैले भन्ने चाहिँ त्यही नै हो सर। राम्रो सन्देश दिनुभएको छ फरक क्षमता भएका अन्य व्यक्तिहरूलाई। अब तपाईँको अब भविष्यमा के छ लक्ष्य, तपाईँको लक्ष्य थोरै बताइदिनुहोस् न। मेरो भविष्यमा के छ भन्दाखेरि म सङ्गीत नै गर्ने हो। मेरो म्युजिकभन्दा बाहिर केही पनि छैन। एरेन्ज गरे पनि अथवा म्युजिक भन्ने काम गरे पनि, सिङ्गिङ नै गरेर खाए पनि, म म्युजिसियनै रहे पनि केही न केही सङ्गीतबाट केही न केही योगदान होइन म्युजिकलाई दिन सकौँ राम्रो होइन। म्युजिकमा राम्रो केही गर्न सकौँ, छाप छोडेर यो धरतीबाट बिदा भए पनि राम्रो छाप छोडेर जान सकौँ भन्न चाहन्छु। अनि अब अन्त्यमा हामी हजुर हाम्रो समाज र युवा पुस्तालाई, अहिलेको युवा पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ? समाज र युवा पुस्तालाई मैले दिने भनेको मेन सन्देश भनेको एउटा आफ्नो सबैभन्दा ठुलो अहिलेको पुस्तामा म के देख्छु भने यार भाइ यार मेरो के हो यार, पुगै छैन यार, कलेज जान पनि थाहा छैन के हो यार, दिमाग खराब छ भन्नुहुन्छ यो होइन। तर म चाहिँ के भन्छु भन्दाखेरि लक्ष्य दिनुहोस् मेन कुरो होइन। मेन कुरो तपाईँले के गर्नुहोस् भन्दाखेरि आफ्नो लक्ष्य लिनुहोस्। लक्ष्य लिएपछि मान्छे भड्किन्न क्या। उडी छुनु चन्द्र एक भन्ने छ नि। हजुर उडी छुनु चन्द्र एक एकदम होइन। मेन कुरो लक्ष्य लिनु, लक्ष्य लिएपछि मान्छे सही बाटोमा आउँछ कि। म नि म्युजिकमा भए त अहिले मेरो त अलिअलि खानै हुन्थ्यो होला कि है, अलिअलि पढिन्थ्यो होला होइन, हजुर यस्तै हो भन्ने हुन्थ्यो नि त। म्युजिकले गर्दा मलाई आज अलिकति राम्रो बनाएको छ नि त मेरो लक्ष्यले गर्दा हो कि। त्यही भएर म सम्पूर्णलाई के भन्छु भने अब के अरे काम छैन यार भन्ने भाइहरूलाई चाहिँ के सन्देश दिन्छु भन्दाखेरि मेन कुरो लक्ष्य लिनुहोस्, अगाडि बढ्नुहोस् होइन। ठुल्ठुला गुरुहरूको कुरा सुन्नुहोस् होइन। गुरु मेन कुरो सङ्गीतमा होस् चाहे जेमा होस्, मेन कुरो गुरुको रेस्पेक्ट गर्नुहोस्। गुरु एकदम गुरु भन्ने मान्ने कुरा हो होइन। मेन गुरुभन्दा ठुलो यो संसारमा को छैन। पहिला बाबुआमा अनि त्यसपछि गुरु मान्नुपर्छ। गुरु मान्नुभयो भने तपाईँ बाबुआमा र गुरु मान्नुभयो भने तपाईँ माथि जानुहुन्छ। मेन कुरो तपाईँ लक्ष्य लिनुहोस्, अनि नभौतारिनुहोस्, यताउति नराम्रो कुरामा नलाग्नुहोस् होइन, लयमा नलाग्नुहोस् होइन। यताउति के अरे केही भएन भन्नाले फ्रस्ट्रेसनमा जानु भन्दा पनि केही गर्ने हिम्मत निकाल्नुहोस् होइन। होला नहोला तर एउटा के अरे लक्ष्य सपना त देख्नु पऱ्यो नि त होइन। सपना पुरा होस् चाहे नहोस्, तर सपना पुरा गर्ने एउटा इच्छा त राख्नु पऱ्यो नि त। इच्छा राखे पनि सफल होला त होइन। त्यही भएर मेन कुरो लक्ष्य दिनुहोस्, अनि दृढ सङ्कल्प लिनुहोस्, अनि त्यही अनुसार आफ्नो काम गर्दै जानुहोस्। इच्छा मात्रै राखे पनि भएन होइन, काम पनि गर्नु पऱ्यो। त्यो अनुसार आफ्नो काम गर्नुहोस्, अनि आफू सफल हुन्छ, अनि नभौतारिनुहोस् भन्न चाहन्छु। कति मिठो मोटिभेसनल सन्देश दिनुभएको छ। आज हामी अत्यन्तै खुसी भएका छौँ। उहाँको व्यस्त गणेशजीको व्यस्त समयको बावजुद पनि हामीलाई केही समय छुट्याएर हामीमाझ आएर समाजमा र आफ्नो जीवनका भोगाइहरूको बारेमा सम्पूर्ण कुराहरू, आफूले अध्ययन गरेका कुराहरू, हाम्रा सङ्गीत पनि मिठो बजाएर पनि सुनाउनु भयो र युवालाई विशेष गरेर युवालाई र फरक क्षमता भएका व्यक्तिहरूलाई मिठो सन्देश दिनुभएको छ। यो भिडियो चाहिँ
अन्तिम समय हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। म रामकृष्ण पौडेल म पनि एउटा ओजेल पर्न चाहन्छु। म पनि केही कुरा भन्छु। हजुर थोरै हाम्रो यो रामकृष्ण सरको फेसबुक चाहिँ के अरे फेसबुक च्यानल चाहिँ सबैले हेर्नु होला अनि हेरेर माया गरिदिनु होला। जस हाम्रो राम्रो पत्रकारिताको रूपमा सङ्घर्ष गर्दै हुनुहुन्छ होइन। यहाँलाई भेटेर खुसी लागेको छ। धन्यवाद। एकदमै भेट्न पाउँदा म पनि एकदम खुसी भएँ। एकदमै भाइ पनि भन्न चाहन्छु म त, किन भन्दा हामी अलिकति नजिकै सानैदेखि हामी चाहिँ सँगै हामीले चाहिँ खेलेको भनौँ अथवा सँगै हुर्केको भनौँ अथवा हामीले चाहिँ सानैबाट हामीले देखेको एकदम धेरै माया लाग्छ। तपाईँको उत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु म। र हामीले चाहिँ परेको बेला हामीले के गर्नु पर्यो हामी पनि सहयोग गर्नको लागि म व्यक्तिगत तर्फदेखि पनि गणेशलाई सहयोग गर्नको लागि म जति बेला पनि तत्पर हुनेछु भन्दै अहिलेलाई चाहिँ हामी ओजेल पर्न चाहन्छौँ। कस्तो लाग्यो भिडियो प्रतिक्रिया चाहिँ दिनु होला। हस् त, धन्यवाद। नमस्कार। नमस्कार।